नमस्ते सबैजनालाई सधैँ झै आज पनि म नेपाली शेयर बजारको डेली समरीको भिडियो लिएर उपस्थित भएको छु। आज नेप्सेमा एक अङ्कको वृद्धि देखिएको छन्। 0.05% वृद्धिसँगै नेपाली शेयर बजार 2788 को लेभलमा क्लोजिङ दिएको छन्। 5 दिनको लगातार गिरावटपछि आज नेप्सेमा पोजिटिभ क्यान्डल फर्मेसन भएको छन् टेक्निकल चार्टमा पनि। यदि आजको मार्केट आजको वृद्धि टिक्यो भने भोलिको दिनमा बाइङ कन्फर्मेसन कुन लेभलमा हुन्छ, हामीले कुन लेभलमा चाहिँ किन्ने भन्ने कुराहरू टेक्निकल चार्टमा हामी सरसर्ती कुरा गर्नेछौँ। अनि फन्डामेन्टल एनालाइसिस अनि ट्रेडर फ्लोर सिट अनि न्युजहरूको पनि सरसर्ती कुरा गर्नेछौँ। सुरुमा हामी बेसिक इन्फर्मेसन हेरौँ अनि त्यसपछि हामी फर्दर कुरा गरौँला। आज नेप्से ओपनिङ भएको थियो 2795 को लेभलमा। नेप्से प्री ओपन सेसनमा बढेर ओपनिङ भएको थियो, तर त्यसपछि मार्केट ओपनिङ भयो लगतै मार्केटमा एकदमै नेगेटिभ सेलिङ प्रेसर देखिएको थियो हैन। 2760 को लेभलसम्म पनि आइपुगेको थियो बजार। तर त्यसपछिको सिनेरियो एकदमै पोजिटिभ देखियो, मार्केट हायर हाई बनाउँदै। न त आजको ओपनिङ बिन्दुलाई त पार गर्न सकेन, तर मार्केटमा त्यसपछि चाहिँ बायरहरूले कन्ट्रोल गरेको जस्तो देखियो। तर 12 बजेपछि मार्केट लगभग 2 बजेसम्म साइडवेजमा बस्यो हैन, 2:45 तिरसम्म। अन्तिम आवरमा आएर सामान्य अङ्कले बढेर मार्केट 2788 को लेभलमा क्लोजिङ दिएको छन्। आजको इन्ट्राडेमा 5 अर्ब 27 करोडको किनबेच भयो भने 1 करोड 21 लाख किताको आजको इन्ट्राडेमा किनबेच भएको देखिएको छन्। एक अङ्कको वृद्धिमा पनि 87 वटा कम्पनीका लगानीकर्ताले कमाएको छन्, 168 वटा कम्पनीका लगानीकर्ताले गुमाएको छन्, 14 वटाको कुनै चेन्जेस देखिएन। टप गेनरको लिस्ट हेर्नुहुन्छ भने यो पाल्पा सिमेन्ट अनि त्यसपछि शिखर पावर अनि त्यसपछि माइखोला अनि कर्पोरेट डेभलपमेन्ट यिनीहरूको टप गेनरमा नाम देखिएको छन् भने यो श्रीनगर एग्रिटेकको पनि 4% को वृद्धि देखिएको छन्। टप लुजर्सको लिस्ट हेर्नु पर्दाखेरि आजको इन्ट्राडेमा माछियाम हाइड्रो पावर अनि त्यसपछि अरू चाहिँ डिभेन्जरहरू रहेको छन् हैन। टप टर्नओभरको लिस्ट हेर्न सकिन्छ। रिदी अनि त्यसपछि रिलायन्स स्पिनिङ, एनएचपीसी, सोलो हाइड्रो पावर, एकेजिएसएल यिनीहरूको टप टर्नओभरमा धेरै मूल्यमा कारोबार भएको देखिएको छन्। धेरैजनाले कारोबार गर्ने कम्पनी होटल फरेस्ट इन अनि त्यसपछि सोलो हाइड्रो पावर अनि त्यसपछि यो सूर्यकुण्डा, रिज लाइन इनर्जी लिमिटेड अनि त्यसपछि सुपर खुदी हाइड्रो पावर लिमिटेड यिनीहरू रहेको छन्। सब इन्डेक्स पनि निहालौँ। सब इन्डेक्समा आज ब्याङ्किङ सब इन्डेक्स, विकास ब्याङ्क, होटल एन्ड टुरिज्म, हाइड्रो पावर, म्यानुफ्याक्चरिङ प्रोसेसिङ अनि ट्रेडिङ इन्डेक्स सामान्य वृद्धि देखिएको छन् भने अरू इन्डेक्सहरूमा सामान्य गिरावट देखियो। टेक्निकल चार्टको कुरा गर्नु पर्दाखेरि टेक्निकल चार्टमा रेड क्यान्डल फर्मेसन भए तापनि पोजिटिभ क्यान्डल फर्मेसन भएर बसेको छन्। घटिरहेको बजारमा विकवाला क्यान्डल फर्मेसन हुनु, लोअर विक क्यान्डल फर्मेसन हुनु भनेको रिभर्सलको सङ्केत हो कि भनेर पनि एजम्सन गर्न सकिन्छ, तर कन्फर्मेसन भने होइन। एक हिसाबले भन्ने हो भने हामी मार्केटमा टेक्निकल चार्टमा नेगेटिभ पनि रहेको छौँ हैन, किनकि यहाँनिर देख्न सकिन्छ तपाईँहरूले अलिकति लङ्गर टाइम फ्रेममा हेर्नुहुन्छ भने हेड एन्ड सोल्जर प्याटर्न फर्मेसन भएर बसेको छन्। हेड एन्ड सोल्जर प्याटर्नको मतलब भनेको मार्केट घटाउने भन्ने हुन्छन्, तर टेक्निकल चार्टमा सबै कुरा 100% एक्युरेसी हुन्छ, 100% नै भ्यालिड हुन्छ भन्ने होइन। कुनै बेला यदि हेड एन्ड सोल्जर नै इनभ्यालिड भयो भने चाहिँ भोलिको दिनमा मार्केटमा राम्रो मुभ आउँछ भनेर पनि बुझ्न सकिन्छ। अनि एक हिसाबमा हामीले साइकोलोजिकल एनालाइसिस, सिजनल एनालाइसिस गर्नुहुन्छ भने मार्केटमा हिजो आज हामी ड्राई सिजनमा रहेको छौँ। माघ फागुन चैत भइसक्यो, 4 महिना जति चाहिँ मार्केटमा त्यति धेरै राम्रो मुभ देखेको छैनन् हैन। पहिलोको तपाईँहरूले मन्डी टाइम फ्रेममा यो महिनाहरूको क्यान्डलहरू हेर्नुहुन्छ भने प्रायः जसो रेड क्यान्डल कि त हायर प्राइस रिजेक्सनवाला क्यान्डलहरू फर्मेसन भएको देख्न सकिन्छ। अनि यदि भोलिको दिनमा आजको यो ह्यामर क्यान्डल यो सपोर्टकै लेभलमा फर्मेसन भएको कारणले यदि भोलिको दिनमा सन्डे मार्केटमा वृद्धि हुन्छ, राम्रो वृद्धि हुन्छ भने के गर्ने त, कुन लेभलमा गएर किन्ने भन्ने कुरामा चाहिँ यहाँनिर देख्न सकिन्छ। सपोर्टकै लेभलमा हामी आज ह्यामर क्यान्डल फर्मेसन भएको छन्। यदि यो लेभलमा मार्केट भ्यालिड भएर यो आजको क्यान्डल भ्यालिड भएर मार्केट माथि गयो भने कुन लेभलमा किन्ने भन्ने कुरामा चाहिँ हामी सामान्यतया हामीले भनेको ट्रेडरले भनेको हामी जस्तो रिटेलर ट्रेडरले अनि सामान्य इन्भेस्टरले भनेको कन्फर्मेसन कुर्नुपर्छ। हामीले माछालाई कहिले पनि टाउको पनि खान्छु पुच्छर पनि खान्छु भन्नु हुँदैन, किनकि हामीसँग त्यो क्यापासिटी हुँदैन, त्यो हाम्रो घाँटीमा अड्केर हामी मर्न सक्छ हैन। त्यही भएको कारणले हामीले कन्फर्मेसन कुर्नुपर्छ। हामीले खाने भनेको बीचको भाग मात्रै हो। त्यही भएको कारणले हामीले सस्तो भयो भन्दैमा डिपमा पनि नउठाउने अनि हामीले बेच्ने टाइम भयो भनेर हामीले टुप्पोमा पनि बेच्न सक्दैन। हामी जस्तो मान्छेले चाहिँ हाम्रो लागि एकदमै कन्फर्मेसन कुर्नुपर्छ। सामान्यतया कन्फर्मेसन कुर्नको लागि हामीले EMA20 युज गर्न सकिन्छ। जबसम्म यो EMA20 भन्दा माथि क्यान्डल फर्मेसन हुँदैन, त्यो EMA20 भन्दा माथि कस्तो खालको क्यान्डल फर्मेसन हुनुपर्छ बाइङ कन्फर्मेसनको लागि भने आजकै जस्तो लोअर विक क्यान्डल फर्मेसन भए पनि सामान्यतया हामीले किन्ने बारेमा सोच्न सकिन्छ। तर यदि बुलिस मोरुबुजो क्यान्डल फर्मेसन हुन्छ भने हामीले किन्ने बारेमा ल अब चाहिँ बाइङ कन्फर्मेसन आयो है भनेर बुझ्न सकिन्छ। त्यो पनि त्यसको लागि हामीले तल भोल्युमलाई पनि हेर्न सकिन्छ। अनि जस्तै भोलिको दिनमा यो EMA20 भन्दा माथि मार्केट पुगेपछि डोजी क्यान्डल पनि फर्मेसन हुनसक्छ। भोलिको दिनमा हायर प्राइस रिजेक्सन क्यान्डल पनि फर्मेसन हुनसक्छ। तर त्यसमा EMA20 भन्दा माथि हामीले प्राइस एक्सनले कस्तो सिनेरियो देखेको छन् हिजो जब यो EMA20 भन्दा माथि क्यान्डल फर्मेसन हुन्छन् त्यतिखेर हिजोको क्यान्डलको क्लोजिङ बिन्दुभन्दा आजको क्यान्डलको क्लोजिङ बिन्दु माथि भएर जान्छ, भोल्युम पनि माथि आउँदै गर्छ भने ओहो धेरै जसो लगानीकर्ताले चाहिँ किनिरहेको छन्, अब चाहिँ म पनि किन्नुपर्छ, बाइङ कन्फर्मेसन आयो भनेर। यदि भोलिको दिनमा आजको यो क्यान्डल इनभ्यालिड भयो भने चाहिँ के गर्ने त भन्ने कुरामा चाहिँ, किनकि मार्केट भनेको गेम अफ प्रोबाबिलिटी हो, म जहिले भनिरहेको हुन्छ हैन। मार्केटमा यो ह्यामर क्यान्डल फर्मेसन हुने बित्तिकै के अरे मार्केट बढ्छ नै भन्ने होइन, भोलिको दिनमा घट्यो भने चाहिँ के गर्ने भन्ने कुरामा हिजो आज त किन्नु भएको छैन होला हैन। हामी जस्तो रिटेलरले आज किन्ने कुरा पनि हुँदैन। हुन त कुनै स्टकमा राम्रो के अरे मुभहरू भइरहेको छन् हैन। तर नेप्सेको कुरा गर्नु पर्दाखेरि जबसम्म तपाईँले आजको लो बिन्दु भन्दा मुनि मार्केट क्लोजिङ दिँदैन तबसम्म तपाईँले वेट एन्ड सी गरेर बस्न सकिन्छ। तर यदि
आजको लो बिन्दुभन्दा मार्केट तल जान्छ भने स्टप लस गरेर निस्किने बारेमा सोच्न सकिन्छ। हामी थोरै ट्रेडर फ्लोर सिट पनि हेरौँ ल। हेरौँ ट्रेडर फ्लोर सिटमा आज 10वटा ब्रोकर मध्ये 7वटाले किनेको छन् भने 3वटाले मात्रै बेचेको छन्। यसमा 58ले किनेको छन्, 42ले किनेको छन्। के किनेको रहेछ त्यो पनि हेरौँ। 58 र 42ले सुरुमा हामी 58 हेरौँ नासा सेक्युरिटिजको, अनि त्यसपछि हामी फर्दर कुरो गरौँ ल। आज रिदी किनेको रहेछ, एनएचपिसी किनेको रहेछन्, अनि यो सेल भन्ने यो श्रीनगर एग्रिटेक भन्ने कम्पनी हो होइन, एकेजेसिएल, एनआरएन, अनि एनआरआइसी, सोलो, केबिएल, एसआई प्यानल, सागर डिस्टिलरी, यिनीहरू किनेको रहेछन् 58ले। अनि 42ले कुन किनेको रहेछ त्यो पनि हेरौँ। 42 सानी सेक्युरिटिज, एनएचपिसी नै किनेको रहेछ यिनीहरूले पनि होइन। अनि त्यसपछि यो प्रोमोटर सेयर रहेछ, अनि हिमाल दोलखा, एसकेएचएल, सोलो, अनि एसकेएचइएल, अनि यो होटल फरेस्टिन, एसआई प्यानल, एचआरएल, एनआरआइसी, यिनीहरू किनेको रहेछन् आज टप ब्रोकरहरूले। तर यसको मतलब तपाईँहरूले पनि एक कम्पनी किन्नुपर्छ भन्ने होइन। यसमा तपाईँहरूले टेक्निकल चार्टमा हेर्नु होला, यिनीहरूको न्युज पनि हेर्नु होला होइन। अनि त्यसपछि भोल्युम पनि एनालाइज गर्न सकिन्छ। अनि त्यसपछि ब्रोकरले कति किता चाहिँ होल्डिङ गरेर राखेको रहेछन् त्यो कुराहरू पनि हेर्न सकिन्छ। त्यसपछि मात्रै किन्ने बारेमा सोच्न सकिन्छ हामीले। हस् त आजको भिडियो यति नै रहेको थियो। अर्को भिडियोमा हामी फेरि भेटौँ ल। न्युजहरूमा त्यति धेरै इफेक्ट गर्ने केही पनि छैन। अब हिजो अस्ति शेखर गोल्चे, दीपक भट्टहरू पक्राउ गर्दाखेरि नेप्सेमा सामान्यतया नेगेटिभ इफेक्टहरू देखेको थियो होइन। अब देखिने नै भयो उनीहरूले नेपालमा लगभग 100वटा भन्दा 200वटा भन्दा माथि ठुल्ठुलो कम्पनीहरू ह्यान्डल गर्छन्। अब उनीहरूलाई इफेक्ट हुने भएपछि उनीहरूले चलाउने कम्पनीमा यतिकै पनि इफेक्ट हुने भयो होइन। जस्तै भन्ने गर्छन् नि, यदि सरकारी मुद्दा लागेको कम्पनी छ भने नेपाली सेयर बजारमा त्यस्तो कम्पनी छ भने मुद्दा लागेको कम्पनीमा हामीले हात हाल्नु हुँदैन भनेर पनि भन्ने गर्छन् होइन। त्यही भएको कारणले पनि मार्केटमा हामीले त्यस्तो कुराहरूमा चाहिँ विचार गर्नुपर्छ। हस् त आजको भिडियो यति नै रहेको थियो। अर्को भिडियोमा हामी फेरि भेटौँ ल। भिडियो इन्फर्मेटिभ लाग्छ भने सब्सक्राइब गर्न सकिन्छ, फलो गर्न सकिन्छ फेसबुक पेजमा, अनि टिकटकतिर अब तपाईँहरूले जे मन लाग्छ त्यही गर्नु होला। थ्याङ्क यू।